नमस्कार, म सानुकान्छी ब्यान्जु, यो नन्दिकेश्वर समितिको सदस्य। यहाँ चाहिँ बिहान 6 बजे 5:30 बजे नै आरती हुन्छ बिहान। यहाँको अब भनौँ साउनमा मेला छ, कलश यात्रा हुन्छ साउनमा, साउन 5 गते भनौँ। कहिले कति पर्छ, कहिले कति पर्छ त्यो त भने, किनभने नन्दिकेश्वर चाहिँ एकदमै भक्ति, मतलब चाहिँ सबैलाई मनको इच्छा पुरा गरिदिने, सबैको आकांक्षा पुरा गरिदिने भगवान हुनुहुन्छ। एकचोटि सम्पूर्ण भक्तजन चाहिँ आउनको लागि म निम्ति दिन चाहन्छु। भगवान सबैलाई यहाँ एकचोटि आएर एकचोटि दर्शन गरिदिनु होला। हजुरहरूको लागि नै हो, मैले गरेँ भने मलाई नै हो, हजुरहरूले गरेँ भने हजुरलाई नै हो। त्यही भएर सम्पूर्ण भक्तजनहरू एकचोटि नन्दिकेश्वर मन्दिरमा आएर दर्शन गरिदिनु होला। हुन्छ अब यहाँ सबै यहाँको बासिन्दा अरू कहाँ सबै बासिन्दाहरूले त साथ त दिइरहनु भएको छ, तर पुगेन यो भन्दा पनि बढी सबै भक्तजनहरू आएर यसो एकचोटि निरीक्षण गरेर सबै अलिअलि यसो हेल्प गर्नुपर्ने ठाउँमा हेल्प गरेर सहयोग त गरिरहनु भएको छ होइन। तैपनि अझ सम्पूर्ण भक्तजनहरूले चाहिँ अझ सहयोग गर्नुहुन्छ कि हुने अपेक्षा लिइरहेछौँ। तर गर्नु पनि भएको छ, तर गरिरहनु पनि हुनुहुन्छ भन्ने चाहिँ आशंका चलिरहेको छु। त्यही हो, एकदम चलिने ठाउँ पनि हो, एकदम चलिरहेको ठाउँ पनि हो। अब काठमाडौँ अहिले, पहिला त काठमाडौँहरूको आउनु भएको थिएन, अहिले त काठमाडौँ, भक्तपुर, ललितपुर सबैको आउनुभयो। त्यो भन्दा पनि बढी आओस् भन्न म चाहन्छु। हजुर, यो प्राचीन लिच्छविकाल ऐतिहासिक महादेव भन्नुपर्दा हामीले साँच्चै नै यो पशुपतिको अङ्ग भनेर हामीले चिन्नुपर्छ। धेरै घटनाहरू पनि भइसकेको जानकारी प्राप्त भएको छ। अब म आउनुभन्दा अगाडि एउटा घटना त म आउनुभन्दा अगाडि पनि भइसकेको। यहाँ चाहिँ ट्रक चाहिने लोड गरेर आएको ट्रक यहीँबाट यो मन्दिर अलिकति थिएन, भिरालो छ भन्ने कुरो सुनाइ पर्थ्यो। म पनि त्यो ठाउँ देख्न पाइनँ। के भने यहाँ अगाडि भवन संरचना बनिसकेको हुनाले थोरै बनिसकेको थियो तल, र त्यो सिलसिलामा यहाँ चाहिने ट्रक चाहिने तल गयो, तल खोलामा जाँदा चाहिँ कसैलाई केही भएन। लिच्छविकालको एकदम प्राचीन लिच्छविकाल भएर यो कुवा लिच्छविकालीन कुवा रहेको भन्ने यहाँको पुजारीले भन्नुभएको छ। अहिले भने पानी त देखिँदैन। यो पहिला बराउन दुई थियो, 1909मा छु म। त्यो मैले नि म बालबच्चामा, म अहिले 17 वर्ष हुनलाई, त्यो बेला त्यो पर्खाले एकदम यो हाम्रो लुम्बिनीको पर्खाल थियो, इँटा नि रोप्रे इँटा थियो, चुपको हजुरलाई त्यो इँटा अहिलेको गरेको छ। त्यही यो लिच्छविकाल भन्ने मात्रै, त्यो भने अहिले पशुपतिनाथ बनाने अहिले के हो यो इँटा, यो अहिले त्यो फोटो लाग्दाखेरि भेटेको। पहिला यहाँ माटोले पुऱ्याएको थियो, यहाँ प्लास्टिक राखेको थियो। यहाँ जब त्यहाँ त जल्दाएर आएर यहाँको कुवारी यहाँबाट गएर मलाई यो चाहिँ माटोको जग्गा चाहिँ निकै छोडे। नोलमा चिन भन्छ, नोलको कति 13 रोप्ने 60 रोप्ने कति भन्छ होला, त्यो अनुसारको त्यहाँ भएको थियो। यो त्यो पछि त्यो भएर यहाँ पहिरो गएको थियो। अलिक उहाँले भन्नुभयो कि बाजेले गाडी त्यहाँबाट खसेर 3 लाख रुपियाँ सामान भएको थियो त्यो गाडीमा। तर ड्राइभर पछाडिबाट त्यो केही कसरी एउटा रुखसान भाँच्यो उठिसको, त्यो मान्छे अहिलेसम्म छ, त्यो बारी गइरहेको छ। केही यहाँ चाहिँ के भयो, त्यो फेरि यो महादेवको के भने हजुरको यो कुनै महादेव पनि छैन अरे। यो जलधारा छ नि, यो सबैको यो महादेवको यो उत्तर फर्किया हुन्छ, यो जलधारा यो चाहिँ इशान कोना परेको छ। पुरातत्व देवाले यो त कहिले कहीँ देखाएको छैन हामीले पुरातत्वबाट भन्नुभयो। यो कहिलेको यो एकदम साक्षात् परमेश्वर हो भन्ने पनि कुरा हामीले धार्मिक लाइब्रेरी त छौदेखि एउटा रहेछ सोध्यो चुचाउँदा ओखिए त्यो छौ अछियाउदी अठ्यान्नु चिता सुथाउ बेसा जी नाना सुन्दर चिन्ता कला जुन भजनियाउ किताब जुद बोन जी कर्म जाता थे याउदा अचकबियन हेन नचाइने जी बिदाले एबै छमा
शोभा देखेका लागि झाडी फुन श्याम सुन्दर भजन पाठन सकसितम हिन्दुमा देउछा जी थम हरिबोल नि एकादशियाउ पेपातकयाउ थम थाना लास अन्तिम जोजोली जी योए भाग्यमणि अले मानेउ जिता बर्बान बिराउ आशा यहाँ बसिता जिताको मुख बसिता तर खाना विश्व एकदमै बनाइदियो हजुर छौ बाइक चाहिँ भिड छ कोही छ उता भगवान नन्दिकेश्वर महादेव एकदम लाभकारी छ चाहिँ भिड झन्डो गाडी फुटाउला झन्डो उठी मौकी अनि चाहिँ गाडी फुटाउला तर गाडी गाडी छौँ छुइए फलो चाहिँ म हजुर गाडी चाहिँ एकदमै भगवान नन्दिकेश्वर महादेव चाहिँ एकदमै रचाइदिन्छु त्यहाँ चाहिँ झन्डो बाइक नि माछो हो ओ मन्त्र छुइए म चाहिँ भिड उठामा मन्त्र सोताएर समझ्छु अनि नन्दिकेश्वर महादेवले चाहिँ एकदम मनले इच्छा मने झिप लिखा बन्ने संग्रह सदा अवश्य पुऱ्यायो सासा के हिसाब दिनु सोचनामा जोडिन्छ भगवान चाहिँ एकदम सोयादिछु जिङ अवय ठेन सोयर ढ्याउ कुछ कपन सब सोय बालाको ध्यानेस बन्यो बालाको अक्षम विषय चाहिँ था भगवान अवश्य जो इच्छा एकदमै पुऱ्याइदिन्छु नन्दिकेश्वर महादेव अति शक्तिशाली भव हमको जाके अस्पतालको धन्यवाद पैसा सम्पूर्ण भक्तहरू सीमा झाला परलो झाला अवस्था परेको अब फेरि त्यस्तो दको देवी हामीलाई छिटो थर मनाउने रहेछ एजले ठोकान्छ त अब खाना निके रात ठर खा आप सोया भने जे म सुबह नामना तो नंदिकेश्वर महादेव की आओ व्यवस्थापन समिति वो स्वागत कार्यक्रम यहाँ उठिया लागे जे जन डुनुगलन से जे फोकस या पाके पहिला वेगडा ताली थां ताली तो समितिका धन्यवाद व्यक्त यसकोले खाना जोया पोहे म्यो मिठाई माग्यो पुरो पछि उत्तर दक्षिण स्वाद नि भन्दा चिकन दक्षिण जाका खाना चाहिँ अखरा अखरा कुना स्वादमा माग्यो थैमा माग्यो मिठाई जगत गौरवमा हानेकोमा जिमा इन्द्र सरदारको नमस्ते सबै परिवार धर्मको नमस्ते फसु कार्यको लेगा त जिङना पुरा नेरे र जिङ दुगो नगरले इनाप्यामा जो चिगाको लसपुस नुवेमा तासम पचाके सुबे पुरातत्व सरकार भएन पुरातत्व विभागले अनुसन्धान गर्दाखेरि 7000 वर्ष पहिलेका यहाँका ढुङ्गाका कलाकृति हुन् भनेर उत्खनन गरेको थियो केही वर्ष पहिला। नन्दिकेश्वर महादेव मन्दिर अब यो धार्मिक रूपमा मात्रै भएन धार्मिक पर्यटनका रूपमा पनि अगाडि बढेको छ। अझ धार्मिक पर्यटनका रूपमा अगाडि बढिसकेपछि संसारको ध्यान यो मन्दिरतर्फ गएको छ। यहाँको पुरातात्विक सम्पदाहरूको संरक्षण गर्नु तपाईँ हाम्रो दायित्व पनि हो। अझ विशेष गरी स्थानीयवासीले अझ अपनत्व लिएर अझ विशेष गरेर यसको संरक्षण गर्न जरुरी छ। हामी मिडियाको तर्फबाट त गर्ने नै छौँ भन्ने प्रतिबद्धता जनाउँछु र यसको महिमा अझ के रहेछ भन्ने कुराहरू तपाईँहरूबाट पनि बुझ्ने यो अवसर दिनुभएकोमा यो आयोजक टिमलाई धेरै धेरै धन्यवाद। म अहिले यति नै भन्छु, धन्यवाद। हामी नन्दिकेश्वर महादेव मन्दिर परिसरमा छौँ। नङखेल यो सूर्यविनायक नगरपालिकाको वडा नम्बर 9 नङखेलमा पर्छ। विशेष गरी यसको धार्मिक ऐतिहासिक सांस्कृतिक महत्त्वका विषयमा आज हामीले कुराकानी गऱ्यौँ। दर्शकवृन्द, साँच्चीकै यो धार्मिक पर्यटनका रूपमा पालिकाहरूले अगाडि बढाएको छैन भन्ने कुरा त होइन, बढाउँदै गएको छ। तर यसलाई विशेष तरिकाले हेर्ने हो भने साँच्चीकै यसको महिमा अनुसारको प्रगति हुने निश्चित छ। यसमा संसारभरिकै ध्यान केन्द्रित हुने पनि निश्चित
Jagata